नाथे गोविन्दे भन्दा ठुलो भाइरस भएर देखाइदिन्छु म। Hello everyone, welcome to our channel. आज चाहिँ म तपाईहरुलाई यो भिडियोमा नेपाली मुभी भाइरल गोर्खेको टिजर रिभ्यु गर्न जाँदैछु। सो भिडियोलाई पुरा हेरिदिनु होला। जुन मुभीमा हामीले सौगत मल्ला, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, ऋषि धमला, राजराम पौडेल र लक्ष्मी गिरी जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्ने छौं। 2 मिनेट 9 सेकेन्डको टिजर हेर्दा मुभी टिकटकसँग एकदमै रिलेटेड देखिन्छ। यो मुभीको डाइरेक्टर हो निगम श्रेष्ठ। यो मुभीमा सौगत मल्लाले एउटा गाउँले केटाको रोल प्ले गरेका छन्, जसलाई एउटा भाइरल भन्ने वर्ड समेत राम्रोसँग भन्न आएको हुँदैन। उनले म भाइरल हुन्छु भन्नुको सट्टा म भाइरस हुन्छु भनिरा हुन्छ र यसले के सिम्बलाइज गर्छ भन्दा अझै पनि हाम्रो गाउँघरको कतिपय मान्छेहरूलाई भाइरल भन्ने वर्डै राम्रोसँग भन्न आएको हुँदैन। त्यो कुरालाई यो मुभीमा क्लियरली देखाउन खोजिएको छ। यो मुभी 2082 साल जेठ 30 गतेबाट हलहरुमा रिलिज हुने भएको छ। मुभीको टिजरमा देखाए अनुसार सौगत मल्ला यो मुभीमा शिव श्रेष्ठ दाइको एकदमै ठुलो फ्यान हुन्छ र उनलाई शिव श्रेष्ठ दाइको हरेक डान्स स्टेप देखि लिएर सबै कुरा याद हुन्छ। अहिलेको समयमा मान्छेहरू टिकटकमा भाइरल हुनको लागि अनेक थरी गरिरा हुन्छन् र ती कुराहरूलाई समेटेर एउटा टिकटकरको लाइफलाई यो मुभीमा देखाउन खोजिएको छ। मुभीको टिजर हेर्दा मुभी एकदमै इन्ट्रेस्टिङ छ जस्तो मलाई चाहिँ लाग्यो र यो मुभी हेर्नलाई म भने एकदमै एक्साइटेड छु। तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला।